आज चाहिँ म आफ्नो पर्सनल बाइक सेल गर्दैछु। त्यसको लागि सबैभन्दा पहिले म आफ्नो फेसबुक अकाउन्टमा गएर बाइकको फोटो चुज गरेँ। त्यसपछि मैले एउटा राम्रो टाइटलसँगै बाइकको इन्फर्मेसन पनि दिएँ। फोटो पोस्ट गरिसकेपछि त्यसमा फेसबुक एड पनि लगाइदिएँ। यो सब काम गर्दा गर्दै मेरो क्लास जाने टाइम भयो र सानो बहिनीले मेरो हेलमेट पनि लिएर आयो। म पनि बाइकमा रेडी भएँ। सानो बहिनीले बाइकसँगै पप्पी नि दियो। क्लासको माथिबाट हेर्दा पुरै बादल मात्र देखिरहेको थियो। सर क्लास नआउँदासम्म हामी गफ गर्दै बस्यौँ। क्लास सकेर घर पुग्दा सानो बहिनीले लुकेर हेरिरहेको थियो। त्यसपछि मामाको मेडिसिन सकेको रहेछ, मेडिसिन लिन जानु छ भन्नुभयो। अनि म चाहिँ पैसा लिएर भाइसँग बजारतिर लागेँ। त्यसपछि मामाको मेडिसिन पाउँछ कि नै भनेर सबै ठाउँ पाउँदो रहेनछ। एकछिन पछि एउटा मेडिकलमा भेटियो। मेडिसिन चाहिँ 1 महिनाको लागि लिएर हामी एटिएम मेसिनमा गयौँ। मसँग क्यास सबै सकेको थियो। 1000 रुपियाँ निकालेर टावेल किनेर घर फर्किएको। घर पुगेपछि बाइकको लागि कसैको मेसेज आएको छ कि नै भनेर हेरेको, कसैले पनि गरेको